गोदान गर्ने पैसा राख्नु त्यहाँ प्रासीर गोदान गरौँ। त्यसलाई पूजा गरौँ है। पहिले आसनम पल्लवर्गा पानी आदिम साँड पानी गोभ्यो नमः। यो वर्ग यसको पानी हो त वर्गमा आदिम साँड पानी गोभ्यो नमः। आदिम साँड हल्का साथी गोभ्यो नमः। आदिम साँड पानी गोभ्यो नमः। चन्दन साँड गोभ्यो नमः। अठचाल साँड पानी गोभ्यो नमः। कुसुम साँड पानी गोभ्यो नमः। सानो फुल पनि राखिदिनु। यसरी छोइराख्नु अब अखेता लिएर आयोम गोभ्यो नमः। श्रीमाती भव सौरहरे बच ब्रह्मस्वधाम पवित्राधाम नमो नमः। इरावती धेर मुतफ गाधे नमः। रोइदिनु गाई भन्दा दान सेक पानी दान गर्नु र पैसा त्यही फुल कुस्ती त्यही दुनाको हो त्यो फुलको चेप्नु फुल पनि चेप्नु त्यही पानीमा चोप्नु सक्नु। त्यही दुनाको पानी तिनमा फर्किनु है। मनोमे तथा बाचामे सोचामे चक्लुमे प्राणमे आत्मा छिरेपछि बुद्धि खामे चाहता मे पछि मेरा त्यसो भइभाग छाडिदिनु बुद्धिका लागि त्यो पुस्ती राख्नु र 5 पैसा लिएर पानीसँग कुस लिएर प्रत्येकमा धाय पिछु अध्याय मानाय कौशल गोचारम अथविला धर्मा नास्मा पुण्यवधु कर्मदान गर्ने कर्म जातमिते मानव परिवार पुरोहिताय वर्षाय कुम्भराशिक्षमा पचाचामे प्राणाय नमः। कायेन माचा मनसा सता उचित प्रकृतमा देवजातन्त पैसा पैसा जहाँ जाने चन्दन टिप्नु छ श्रीमान महागाधी सीता श्याम नेता भो श्री परमेश्वरमा श्री गुरु गणपति देवता भो नमो नमः। श्री परमेश्वराय नमः। राष्ट्र मरसमा अब हजुरको जुन लगाइराख्नु र कुसुको राख्नु किरानको पानी खनाउनु। अब गोदान गर्ने पैसा राख्नु त्यहाँ प्रासीर गोदान गरौँ। त्यसलाई पूजा गरौँ है। पहिले आसनम पल्लवर्गा पानी आदिम साँड पानी गोभ्यो नमः। यो वर्ग यसको पानी हो त वर्गमा आदिम साँड पानी गोभ्यो नमः। आदिम साँड हल्का साथी गोभ्यो नमः। आदिम साँड पानी गोभ्यो नमः। चन्दन साँड गोभ्यो नमः। अठचाल साँड पानी गोभ्यो नमः। कुसुम साँड पानी गोभ्यो नमः। सानो फुल पनि राखिदिनु। यसरी छोइराख्नु अब अखेता लिएर आयोम गोभ्यो नमः। श्रीमाती भव सौरहरे बच ब्रह्मस्वधाम पवित्राधाम नमो नमः। इरावती धेर मुतफ गाधे नमः। रोइदिनु गाई भन्दा दान सेक पानी दान गर्नु र पैसा त्यही फुल कुस्ती त्यही दुनाको हो त्यो फुलको चेप्नु फुल पनि चेप्नु त्यही पानीमा चोप्नु सक्नु। त्यही दुनाको पानी तिनमा फर्किनु है। मनोमे तथा बाचामे सोचामे चक्लुमे प्राणमे आत्मा छिरेपछि बुद्धि खामे चाहता मे पछि मेरा त्यसो भइभाग छाडिदिनु बुद्धिका लागि त्यो पुस्ती राख्नु र 5 पैसा लिएर पानीसँग कुस लिएर प्रत्येकमा धाय पिछु अध्याय मानाय कौशल गोचारम अथविला धर्मा नास्मा पुण्यवधु कर्मदान गर्ने कर्म जातमिते मानव परिवार पुरोहिताय वर्षाय कुम्भराशिक्षमा पचाचामे प्राणाय नमः। कायेन माचा मनसा सता उचित प्रकृतमा देवजातन्त पैसा जहाँ जाने चन्दन टिप्नु छ श्रीमान महागाधी सीता श्याम नेता भो श्री परमेश्वरमा श्री गुरु गणपति देवता भो नमो नमः। श्री परमेश्वराय नमः। राष्ट्र मरसमा अब हजुरको जुन लगाइराख्नु र कुसुको राख्नु किरानको पानी खनाउनु। अब गोदान गर्ने पैसा राख्नु त्यहाँ प्रासीर गोदान गरौँ। त्यसलाई पूजा गरौँ है। पहिले आसनम पल्लवर्गा पानी आदिम साँड पानी गोभ्यो नमः। यो वर्ग यसको पानी हो त वर्गमा आदिम साँड पानी गोभ्यो नमः। आदिम साँड हल्का साथी गोभ्यो नमः। आदिम साँड पानी गोभ्यो नमः। चन्दन